न्याय नपाए गोर्खा जानु फाइनली म गोर्खा आइसकेको छु इज नेपाल ब्युटिफुल देन युक्रेन डिफरेन्ट या नेपाल इज गिफ्टेड बाई नेचर या can I find this natural view in Ukraine? Natural beauty, yes, we have a lot of natural beauty. In गोरखनाथ मन्दिरमा छौँ यहाँनिर गोरखनाथ मन्दिर परिसर यो विशेष गरी यसको विशेषता चाहिँ के रहेछ भन्दाखेरि अघि ढोका बन्द गरेर बाहिरबाट दर्शन गर्यो खास गरी चाहिँ यो मन्दिरको विशेषतै यही रहेछ ढोका चाहिँ एनी टाइम नै बन्द हुने रहेछ हाम्रो पृथ्वी नारायण शाह जन्मिनु भएको ठाउँ यो चाहिँ यहाँभित्र एउटा कोठा रहेछ न्याय नपाए गोर्खा जानु भन्नेको कारण चाहिँ त्यो अनि मानापाथीहरूको चल्ती गराइएको बन्दीपुरबाट 1-1.5 घन्टाको यात्रापछि फाइनली द रोयल स्याक्रेड प्लेस अफ नेपाल वान अफ द मेजर हिस्ट्री प्लेस अफ नेपाल वी इन गोर्खा दरबार गोरखकाली मन्दिर गोरखनाथ मन्दिर वी आर इन द गोर्खा दरबार स्क्वायर फाइनली गोर्खा दरबार स्क्वायर अवलोकन गर्नको लागि हामी आइपुग्यौँ गोर्खा दरबारको इतिहासको बारेमा खासै त थाहा भएन पृथ्वीनारायण शाह एकीकरणको बारेमा अलिअलि स्कुलमा सामाजिकमा हल्का हल्का पढेको त्यति याद छ द गोर्खा दरबार फाउन्डेड इस्टाब्लिस्ड बाई राम शाह मोडर्न नेपालको फाउन्डर पृथ्वीनारायण शाहको बर्थ प्लेस दिस गोर्खा दरबार स्क्वायर यो ऐतिहासिक ठाउँमा घुम्ने अवसर मिलेको छ गोर्खा दरबार परिसरमा रहेका महत्त्वपूर्ण सम्पदा स्थलहरू धेरै रहेछ 15-20 वटा रहेछ ओहो हेरौँ यो यात्राको क्रममा के कुराहरू एक्सप्लोर गर्न पाइन्छ के कुराको चरम आनन्द लिन पाइन्छ हेरौँ यात्रा हाम्रो अगाडि जारी नै छ हनुमान भन्ज्याङ गोर्खा दरबारको हामी टुप्पोमा आइसकेका छौँ आधुनिक नेपालको संस्थापक रूपमा पनि चिन्न सकेको छौँ हामी पृथ्वीनारायण शाहलाई जसले चाहिँ 2200 राज्यलाई एकीकरण गरेर हाम्रो सिङ्गो नेपाल स्थापना गर्नुभयो पृथ्वीनारायण शाह न्याय नपाए गोर्खा जानु फाइनली म गोर्खा आइसकेको छु न्याय नपाएर म गोर्खा आएको हो न्याय के कुरामा पाइएन त हेलो नमस्ते आर यु इन्जोइङ Sorry to bother you. Are you alone here in Nepal? Yes. Your nationality? Ukraine. Oh, Ukraine. And when did you arrive in Nepal? A month ago. Oh, from month ago you are here in Nepal. Ellen come from Ukraine? Alone? Yes. Oh, nice to meet you. Okay. Nice to meet you. Where are you from? Here I am Nepal. Where in Nepal? Kathmandu. From Kathmandu. Yes. Are you enjoying Nepal? Yeah. Yes. Very much. Which places you already visited? I visited Kathmandu. Kathmandu. Yeah. Okay. Chitwan, Pokhara. Yeah, really beautiful. And is Nepal beautiful than Ukraine? Different. Yeah. Very different. Nepal is gifted by nature. Yeah. Also very beautiful. Can I find this natural view in Ukraine? Natural beauty, yes, we have a lot of natural beauty. In Ukraine also. But we don't have Himalaya. We don't have very high mountains. We have mountains. Yes. We have ski, you know. Oh. We have Carpathian mountains. And we have sea, coast, we have Black Sea. Oh yeah, in Nepal we don't have. Yeah. Yes. So we have a lot of beautiful places. Ukraine too, yeah. Yes, yes. But here nature is different. Nature is different, yeah. Yeah. Have you been to Pokhara? Yes.
Pokhara. I And like Pokhara. how much longer are you planning to stay here? Just 3 days. Oh, just 3 days from now. Oh, okay. Now, today night you are planning to stay in Gorkha, Yes. and tomorrow heading to Kathmandu, or Tomorrow I go to Solpani to visit my friend, and then I go to Kathmandu. your Ukraine friend or Nepalese friend? No, Nepalese friend Oh, in the village. nice to meet you. Nice to meet you. Okay, thank you. Thank you. Bye bye. Bye. एकदम रमाइलो लाग्यो विदेशी मान्छेसँग कुराकानी गर्न या एकदम रमाइलो लाग्छ मलाई कुराकानी गर्न इङ्ग्लिस बुझे पनि लेख्न जाने पनि अलिअलि त्यस्तो जाने त होइन अलिअलि जाने पनि बाहिरको भिडियोहरूको चाहिँ टोन फाल्टै हुन्छ इङ्ग्लिसको त्यही पनि बुझ्दिनँ कि भनेको थिएँ बट सी स्पिक्स सो क्लियरली आई अन्डरस्टुड एकदम फोहोर रहेछ यो त के हो यस्तो मन्दिरमा यस्तो फोहोर त हुनु भएन यो मन्दिर हो गोरखनाथ मन्दिर यही हो खै दाईहरू कति जानु जय गोरखनाथ जय होस् मङ्गल होस् कल्याण होस् सम्पूर्णको मन्दिर आउनु अगाडि र मन्दिर जानु पश्चात घन्टी बजाउनु पर्छ भन्ने मैले सिकेको बट सानो घन्टी बजाइदिए ठुलो डिस्टर्ब हुन सक्ला यहाँ पनि रहेछ भगवान्लाई आउँदैछु र मन्दिरबाट निस्किसके पछाडि गइसकेँ भन्ने सङ्केत भन्ने सिकेको यथार्थ कतिको चाहिँ थाहा भएन यहाँनिर टिका सिका लगाउने काम हुन्छ लगाइदिनु त मन्दिरले हजुर पक गोरखकाली मन्दिर दर्शन गर्न जुत्ता खोल्नु पर्यो जुत्ता खोलेर चाहिँ गोरखकाली मन्दिर दर्शन गरिदिइरहेछु जय प्रभु फाइनली आज भगवान्को कृपाले यहाँसम्मको दर्शन पनि गर्नु पोसिबल भयो बेलुका त बन्द छ भिडभाड छैन बेलुकाको टाइम भएर होला गोरखकाली मन्दिर जय प्रभु गोरखनाथ मन्दिरमा छौँ यहाँनिर गोरखनाथ मन्दिर परिसर यो विशेष गरी यसको विशेषता चाहिँ के रहेछ भन्दाखेरि अघि ढोका बन्द गरेर बाहिरैबाट दर्शन गरियो खास गरी चाहिँ यो मन्दिरको विशेषतै यही रहेछ ढोका चाहिँ एनी टाइम नै बन्द हुने रहेछ इभन यहाँको पुजारीहरूले पनि भित्र देख्नु भएको छैन भनेर भन्नुहुँदैछ यहाँको गार्ड अनुसार सेक्युरिटी पर्सनल अनुसार पुजारी कसैले पनि भित्र जान मिल्दैन देख्नु भएको छैन भित्रको देवता भनेर भनिरहनु भएको छ विशेष भाकल छ भने नभई नहुने काम नगई नहुने छ भने मात्र भित्र जान मिल्यो अरे नत्र प्रायः सबैले दर्शन गर्ने भनेकै भाकल केही छ भने इच्छा छ भने यहीँबाट गर्नुहुने रहेछ जय गोरखनाथ मन्दिर अनि विशेष गरी यो चाहिँ हाम्रो पृथ्वी नारायण शाह जन्मिनु भएको ठाउँ यो चाहिँ यहाँभित्र एउटा कोठा रहेछ यहाँनिर चाहिँ पृथ्वी नारायण शाह जन्मिनु भएको रहेछ यहाँनिर पृथ्वी नारायण शाह जन्मिनु भएको भित्र रहेछ ठुलो अगेनो रहेछ त्यहाँनिर चाहिँ पृथ्वी नारायण शाहलाई तेलसेल सेकताप गर्ने ठाउँ रहेछ पृथ्वी नारायण शाह जन्मिनु भएको दरबार यो रहेछ यो ऐतिहासिक ठाउँ भ्रमण गर्ने अवसर मिल्यो एकदम नाइस क्रेजी न्याय नपाए गोर्खा जानु भन्नेको कारण चाहिँ त्यो अनि मानापाथीहरूको चल्ती गराइएको जसलाई चाहिँ अन्दाजको भरमा गरिन्थ्यो होइन अब एउटा चाहिँ जुन यो कार्य भनौँ न जुन बेचबिखनका कुराहरू
बेचबिखनको कुरा गर्दाखेरि अब हाम्रो अहिले पनि माना पाथी होइन त्यसपछि मुरी त्यो खालको सबै पाउ ढकनी होइन त्यो खालको कुराहरू छ नि त्यसरी चाहिँ नि त्यो बेलादेखि नै चलन चल्तीमा आएको भन्ने रामसाले पनि चलाउनु भएको अरे राम्रोसँगले अनि त्यो बेला नि अनिखेरि उहाँले चाहिँ एकदम सबैलाई न्याय गराउने सबै जनताहरूलाई न्याय दिने जसको चाहिँ नि अब झैझगडा पऱ्यो कसैले अन्याय पायो कसैको चाहिँ नि जुन लेनदेनमा चाहिँ हिसाब किताब मिलेन भन्नेका कुराहरूमा त्यो बेलामा चाहिँ नि ल अब न्याय नपाए गोर्खा जानु भन्ने चाहिँ उक्ति चाहिँ नि उहाँले सबैलाई न्याय गराउने उहाँको दिएको न्यायमा सबैजना जनताहरू सन्तुष्ट हुने त्यो भएर न्याय नपाए गोर्खा जानु भन्ने उक्ति चाहिँ चलेको हो त्यो बेलामा एकदम एकदम अब यहाँको चाहिँ इतिहासको कुरामा अब पृथ्वीनारायण शाहको मेन चाहिँ अब पृथ्वीनारायण शाहले राज्य एकीकरण गरे यो 22-24 राज्यहरूलाई एकीकरण गरे होइन अब उहाँ चाहिँ नि काठमाडौँमा चाहिँ नि छुट्टै भक्तपुर कीर्तिपुर सबै राज्यहरू होइन काठमाडौँ मल्ल राजाहरूको थियो त्यो बेलामा त्योभन्दा परका उतापट्टि चाहिँ नि उतापट्टिको चाहिँ नि लिम्बुवान खुम्बुवानहरूका राज्यहरू छुट्टै थिए होइन त्यहाँ चाहिँ किराँतहरूको चाहिँ राज्य छुट्टै थियो यतापट्टि 22-24 जुन छुट्टै थियो 22-24 राज्यहरू होइन 24वटा राज्यहरू अब त्यो बेलामा चाहिँ नि 2400 भनेर 100 चाहिँ होइन 22-24 भनेर भनेको चाहिँ नि जुन एउटै क्षेत्रमा पनि सानो सानो थुम्काहरू जुन गाउँघर अहिले हामी गाउँ भन्छौँ नि त्यस्ता गाउँहरू पनि छुट्टै छुट्टै आफ्नो राज्य थियो कि आफ्नै राज्य गरिन्थ्यो आफ्नो हुकुमी शासन आफ्नो लेनदेनका कुराहरू जुन अहिले हामीले छुट्टै गाविसहरू बनायो नि त्यस्तै खालको अनि त्यो बेलामा यतापट्टिको एकीकरण गरेर अहिले मोडर्न आधुनिक अहिले हामी नयाँ नेपाल अहिले हामी यता गण्डकीतिर घुम्दै आयौँ होइन अब पाल्पा राज्य छुट्टै भयो यतापट्टि काशी पर्वत राज्य छुट्टै भयो यस्तो राज्यहरू विभिन्न राज्यहरू थिए उता सिन्जातिरको राज्य छुट्टै भयो अनि ती सबैलाई चाहिँ एकीकरण गर्दै होइन यहाँको लमजुङ राज्य पनि छुट्टै भयो लमजुङ त यहाँ यतापट्टि यहाँ गोर्खासँग त अझ धेरै नजिकको भनौँ विवाहहरू चल्ने अनि लमजुङमा यहाँ केही आपत पऱ्यो भने लमजुङले सहयोग गर्ने त्यस्तो खालको त्यो कारणले गर्दाखेरि राज्य इतिहासको कुराहरूमा धेरै खालको अब यता उतार चढावका कुराहरू धेरै छन् धेरै सामान्य जानिराख्नुपर्ने कुरा हामीले अब यहाँ चाहिँ नि चेपे नदीका कुराहरू होइन त्यहाँ चाहिँ नि उसको चाहिँ नि द्रव्य सहायकै अनि फेरि यो लिगली कोटमा चाहिँ नि त्यो मल्ल उस चाहिँ नि कि यो मगरहरूसँग चाहिँ नि जुन दौडेर जितेको भन्ने खालको छ नि लिगली त्यहाँबाट चाहिँ यतापट्टि गोर्खा दरबारबाट चाहिँ यसरी राज्य उ गरेको नत्र यो पनि मगर समुदायहरूको मगरहरू राजा हुने ठाउँ पहिला हो पछि उनीहरूले जिते होइन अनि यतापट्टि लमजुङबाट आएका चाहिँ जुन नरभुवल शाहका जुन सन्तानहरू आएर उ गरे अनि त्यस जिते नरभुवल शाह भनेर पृथ्वीनारायण शाहको बुवा नरभुवल शाह होइन अनि उसको पृथ्वीनारायण शाहको चाहिँ बहादुर शाह होइन बहादुर शाह त उसको भाइ नै हो बहादुर शाह अब स्पेसल्ली चाहिँ नि पृथ्वीनारायण शाह पछिको इतिहासमा चाहिँ अलिकति बढी रोल क्रम जुन बढी चर्चा चाहिँ किन आयो नि एकीकरण गर्ने 22-24 राज्यलाई नेपाल भन्ने चाहिँ एउटा चाहिँ एउटै यो ऊ बनाए होइन एउटै राज्य बनाए नेपाल भन्ने रह्यो त्यो सबैलाई चाहिँ नि गोर्खा उतापट्टि हेटौँडाहरू छुट्टै पाल्पा तानसेनको छुट्टै अनि धेरै छन् नि त यो खालको त 22-24 राज्यहरूको त अब यता चाहिँ ढ्रिङ्गीहरू भन्ने ठाउँ छुट्टै भयो होइन अनि लमजुङ भयो यता नुवाकोट दरबार छुट्टै भयो नुवाकोटको पनि अब मेरो अस्तित्वमा रहेका जुन बल्याहरूले आफ्नो बनाउँथे अनि आफ्नो क्षेत्रलाई उ गर्ने अनि आफ्नो राज्य गर्ने थियो नि त चलन त्यो कारणले गर्दा पृथ्वीनारायण शाहले त्यसरी एकीकरण गरिसकेपछि उहाँको योगदान छुट्टै छ त्यसपछि बहादुर अनि राजेन्द्र लक्ष्मी पृथ्वीनारायण शाह बितेर गए पनि फेरि राजेन्द्र लक्ष्मीले चाहिँ त्यसको चाहिँ सत्ता उ गरिन् होइन अनि उनीहरूको चाहिँ अब 10 अलि 11-12 पुस्ता आइपुग्यो 12 पुस्तामा अहिले जुन सक्यो भनौँ अब राजतन्त्रलाई सक्यो अहिलेको माहौल परिस्थितिले गर्दाखेरि फेरि पनि राजा चाहिन्छ भन्ने एउटा छ तर अब राजा एउटा गार्जियन त हो होइन त्यसको लागि गार्जियन हो एउटा अस्तित्वमा रह्यो भने राम्रो भन्ने खालको जनताहरूको चाहना हो कोही हुन्छ भन्छन् कोही हुँदैन भन्छन् अब कसैले चाहिन्छ भन्छन् कसैले चाहिँदैन भन्छन् त्यो चाहिँ हेलिप्याड होला है यो हेलिप्याड
त्यो समयको हेलिप्याड अनि फेरि कसैले चाहिन्छ कसैले चाहिँदैन विभिन्न भन्छन्। अब हेर्दाखेरि पनि आखिर यो राष्ट्रपतिको ठाउँमा बनाउने हो नि, खोपीको देउता बनाउने हुन् होइन। अनि यता राज्यकारी त यिनीहरू नै जनताहरूले त हो नि। प्रधानमन्त्रीका हात रहेर हाल्छ प्रत्यक्ष उसमा मात्र भोलि त केही ऊ भयो नि कुनै जुन संविधानका कुनै चेन्ज हुनु पऱ्यो भने एउटा औपचारिकता पुरा गरेर सिग्नेचर गरिदिने मात्रै के रहन्छ राज्यको भूमिका खास के रहन्छ ठिकै छ होइन। भनेको के यहाँको गोर्खाको कुराहरू चाहिँ नि अब इतिहास त धेरै छ नि यहाँको गोर्खाली देवीको गोर्खालीको कुरा अब यहीँबाट दसैँमा हामीले लैजान्छौँ नि त यताबाट फुलपातीहरू उसमा लैजान्छौँ नि त हामी हनुमान ढोका दरबारमा लैजान्छौँ अब यहीँबाट फुलपाती दसैँमा। अनि यहाँ चाहिँ स्पेसली अब यो अष्टमी नवमीमा यहाँ चाहिँ पूजाहरू मेला लाग्ने स्पेसली यो शक्तिपीठ भएको हुनाले अष्टमी नवमीमा यो चैती दसैँमा ठुलो दसैँमा बढी भेडभाड लाग्ने मेला लाग्ने त्यो एउटा पर्यटकीय स्थल पनि हो होइन। पर्यटक स्थल त्यो खालको अब किनभने साको सन्तानको कुराहरू अब अहिले इतिहास भन्ने कुरा त तिम्रो जो बलियो छ नि उसैले आफ्नो फेभरमा लेख्ने त हो नि। कतिपय कुराहरू यहाँ चाहिँ कति खालका त्यस्ता खालका अरू अन्य पनि बहादुर व्यक्तिहरू पनि थियो होला होइन। त्यही व्यक्तिहरूको आयो यहाँ योगदान गर्ने भने त हरेक साना व्यक्तिदेखि ठुलासम्म छन् नि होइन। सिपाहीदेखि चाहिँ नि माथिको चिफसम्म पनि त एउटा एकीकरण गर्नलाई महत्त्व दिए त सबैजना सत्तामा आयो जो बलियो छ त्यसको पछिमा इतिहास लेखिन्छ। कतिपय कुराहरू यो नलेख भनेर गुमनाम राखिन्छ होइन त्यस्तो खालको। अब आज हामी घुम्न आयौँ होइन फर इक्जाम्पल अनि हामीले आजको विषयहरूमा चाहिँ सबै लेख्यौँ होइन यस्तो यस्तो भयो यहाँ यस्तो रहेछ भनेर हामीले चाहिँ भन्यो भने अब यो खालको इतिहास भयो। घुम्न त आएका हो नि त हामी होइन। यहाँ आफ्नो रोल त छुट्टै छ नि त। ड्राइभरले हामीलाई यहाँसम्म ल्याइदियो फेरि यहाँसम्म नल्याइदियो अब हामी यहाँसम्म आइपुग्ने थिएन होइन त। अनि हाम्रो एउटा इन्ट्रेस्टको कुराहरू भयो अनि हाम्रो यहाँ चाहिँ प्रमुख भूमिका फलानाको छ भन्ने खालको छ नि। अब त्यो चाहिँ लेख्यो भने इतिहासमा लेखेन भने त्यो गरेर र त्यो खालको त्यो चाहिँ इतिहासको कुराहरू पनि। बाबुरामा आचार्यको किताब पढ्नुपर्छ स्पेसली इतिहासविद बाबुरामा आचार्यको चाहिँ नि किताब पढ्यो भने यो चाहिँ इतिहासको विषयमा अझ बढी थाहा हुन्छ। अब सागा सन्तानहरू पनि त इन्डियादेखि आएका होइन इन्डियाबाट है। अब नेपाली भाषाहरूको चाहिँ नेपाली भाषाको सिन्जाबाट चाहिँ नि यो हामीले जुन बोलिराखेको खस भाषाहरू सिन्जाबाट चाहिँ आएको त्यहाँको चाहिँ असम चल्लाको कुराहरू होइन। त्यहाँको चाहिँ नागराजका कुराहरू राजाहरूको कुराहरू आउँछ इतिहास पढ्नुपर्छ सबै डिटेल थाहा हुने कुरा हो। बेसिक कुरा थाहा भइहाल्छ। अब ओर्लिँदै आजको वासस्थानतिर गइन्छ होला।